तपाईलाई बिना धितो लोन पाइन्छ भन्दा पत्याउनु हुन्न होला। अब नपत्याउनु तपाईँको आफ्नै कुरा हो, तर बिना धितो लोन पाइन्छ र ब्याज सुट पनि पाइन्छ। यो मैले भनिरहेको छुइनँ, यो नेपाल सरकारको व्यवस्था हो। नेपाल सरकारले सहुलियतमूलक कर्जाको ब्याज अनुदान सम्बन्धी कार्यविधि 2082 ल्याएको छ। 2075 सालदेखि नै यो कार्यविधि थियो, तर अहिले संशोधन गरेर 2082 साल 5/12 यो कार्यविधि अन्तर्गत नेपाल राष्ट्र ब्याङ्कले कदेखि घ वर्गसम्मको ब्याङ्कहरू सबैलाई निर्देशन पठाइसकेको छ। अब यो व्यवस्था अनुसार तपाईँले लोन लिन खोज्ने हो भने यसको निश्चित विषय तोकिएको छ। जस्तै कृषिमा 5 करोड, अनि महिला उद्यमशीलले 25 लाख, अनि स्टार्टअपले 25 लाख, स्नातक तहले 20 लाख, अनि वैदेशिक रोजगारबाट फर्केकाले 20 लाख, अनि तपाईँको दलित समुदायले 20 लाख गरेर यसरी कर्जा लिन पाउन सकिने व्यवस्था छ। अब यो कर्जा लिँदा तपाईँले एकल वा सामूहिक जमानीमा तपाईँले गर्न खोजेको व्यवसाय नै धितो रहने गरी, जग्गा जमिन धितो राख्नु नपर्ने गरी तपाईँले पाउन सक्नुहुन्छ। अनि यसमा तपाईँले ब्याङ्कको ब्याज दरमा 3% छुट पनि पाउनुहुन्छ। जस्तै 7% ब्याज छ भने त्यसमा माइनस 3% गर्दा 4% जति तपाईँले तिर्नुपर्छ। 5 वर्षसम्मलाई यो सुविधा हुन्छ। अब यो कर्जा लिनलाई चाहिँ तपाईँले एकदमै राम्रो योजना बनाएर जानुपर्छ। योजनासँगै धेरै प्रकारको डकुमेन्टहरू हुन्छन्, त्यो फाइल बनाउनु पर्यो, अनि ब्याङ्कमा पेश गर्नु पर्यो। ब्याङ्कमा पेश गरेको 3 कार्यदिनमा तपाईँलाई ब्याङ्कले दिने भए दिने, नदिने भए किन नदिने भन्ने कुराको जानकारी दिनुपर्छ। यदि नदिने भनेको खण्डमा चाहिँ तपाईँलाई लिखित रूपमै यो कारणले दिन सकिँदैन भनेर जवाफमै लेखेर दिनुपर्छ। त्यत्तिकै मौखिक रूपमा चाहिँ दिन मिल्दैन। अनि दिने भए 15 कार्यदिनमा दिइसक्नुपर्छ भन्ने व्यवस्था छ। तर तपाईँले ख्याल गर्नुपर्ने कुरा के हो भने ब्याङ्कले सकेसम्म तपाईँलाई बिना धितो लोन छैन, होइन, पहिले थियो अहिले सकियो, बन्द भयो भन्छ। तर होइन, भर्खर आएको छ। 2082 5/12 नेपाल राष्ट्र ब्याङ्कले निर्देशन पठाएको छ। त्यो हामीले फेसबुक पेजमा राखिदिएका छौँ, हामी त्यहाँ लिङ्क पनि राखिदिन्छौँ होइन। त्यो व्यवस्था अनुसार तपाईँलाई एकदम स्ट्रङ प्रकृतिको डकुमेन्टहरू बनाउनुपर्छ। किनभने तपाईँको परियोजना नै धितोमा रहने भएको भएर तपाईँले चाहिँ व्यवसाय गर्दा, ब्याङ्कले लगानी गर्दा यो परियोजना चाहिँ डुब्दैन है, यो व्यवसाय चाहिँ डुब्दैन, यसले चाहिँ किस्ता तिर्न सक्छ भन्ने खालको किसिमको राम्रो योजना बनाएर जानुपर्छ। त्यस्तो योजना बनाउनु पर्यो भने हामी तपाईँलाई सहयोग गर्न सक्छौँ, तर हाम्रोमा शुल्क लाग्छ। तर शुल्क तिर्नुभन्दा अगाडि तपाईँले राम्रोसँग परामर्श लिनुहोस्। त्यहाँ हामी चाहिँ लिङ्क राखिदिन्छौँ, सम्पर्क फोन नम्बरहरू राखिदिन्छौँ। त्यसबाट तपाईँले हेरेर आफ्नो तरिकाले परामर्श लिनुहोस्, अनि बल्ल ब्याङ्क जानुहोस्। ब्याङ्कमा खाली हात गएर तपाईँले यो कर्जा पाउन सक्ने अवस्था छ